दर्शक महानुभावहरू, तपाईहरुलाई हामीले देखाउन गइरहेका छौँ हिल पार्कको महत्त्व तथा यसको सुन्दरताहरू देखाउन गइरहेका छौँ। र यहाँ माथि माथि वरिपरि भनौँ सबै ठाउँ जङ्गलै जङ्गल देख्न सक्नुहुन्छ। आउनुहोस् यता आउनुहोस्, हामी यता सबै ठाउँ तपाईहरुलाई राम्रोसँग देखाउन चाहन्छौँ। दर्शक महानुभावहरू, तपाईँहरू हेर्दै हुनुहुन्छ यो हिल पार्कको अब हामीले परापूर्व कालदेखि नै चलिआएको यो पर्यटनीय स्थल हो। तर हाम्रो यस स्थलमा के कमजोरी देखिन्छ भने यहाँ राम्रोसँग सरसफाइ हुन सकिएको छैन र हामीले देख्न सक्छौँ झारपातहरू यहीँ गलेका छन्, ढाएका छन्, तर कसैलाई स्वाद नभएको जस्तो देखिन्छ। सुरुमा यो बनाएको 1 वर्षसम्म त नयाँ नै थियो भनौँ। यसमा सेतो चुना कलरको लगाइएको थियो र सेतो राम्रो देखिएको थियो र अहिले ऐतिहासिक स्थलको रूपमा मानिन्छ र हामी यसको अवलोकन गर्दै हिँडिरहेका छौँ। अघि हेरेको ढुङ्गा कुदिएर बनाइएको शिला जस्तै अहिले पनि अर्को हेर्दैछौँ हामीले ढुङ्गाबाट बनाइएको, तर यो पनि साफ छैन भन्दा मिल्छ। यसको कलरहरू सबै हटिसकेको छ। दर्शक महानुभाव, तपाईहरु देख्न सक्नुहुन्छ ढुङ्गा कुदेर बनाइएको यो गणेश भगवानको टाउको बनाइएको छ। किनभने हामी गणेश कसरी भन्न सक्छौँ भने उहाँको एकतिरको दाँत टुटेको छ, त्यसैले मात्र हामी यसलाई हात्ती भन्न पनि सक्छौँ। हेर्नुहोस् कति सजिलै बनाएको जस्तो छ, तर यो काम जति सजिलो देखिन्छ त्यति सजिलो हुँदैन। एकदमै गाह्रो कुरा हो, तर पनि हाम्रो कलाकार आर्टिस्ट यस्तो कला प्रेमीहरूले आफ्नो कला प्रस्तुत गरेका छन्। यो उहाँहरूको कला हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। अब हामी अगाडि बढौँ र अरू कलाहरू हेर्नतिर लागौँ। म भविष्यमा भन्दिनँ, त्यसैले मान्छेको चित्र बनेको रहेछ। नमस्ते 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 हामी अहिले यहाँसम्म आइपुग्यौँ। अझ यसभन्दा माथि अझ धेरै कुराहरू बाँकी छ तपाईँहरूलाई देखाउनको लागि। भयो दाइको पाला अहिलेसम्म यो हिँडिरहनु पर्छ है। तपाईँहरूले यहाँ मेरो बिल्कुलै पछाडि देख्न सक्नुहुन्छ यो एक महिलाको चित्र तयार गरिएको छ। महिला कसरी भन्न सक्छौँ भने बाल पनि देखिआएको छ र हाम्रो क्यामेराम्यानको बाल र यो महिलाको बाल एउटै मिल्छ भन्न मिल्छ। र हाम्रो आर्टिस्टहरूले कलाकारहरूले यो बनाउनु भएको छ, एकदमै राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ। दुःख पाएको महिलाको रूपमा बनाउनु भएको छ। र अझ हामी लागौँ अर्को। दर्शक महानुभावहरू, त्यहाँ हामीले एउटा पीडादायक जीवनको महत्त्व झल्काउने, गुण झल्काउने शिल्पकला देख्न सक्छौँ। हाम्रो कलाकारहरूले बनाउनु भएको छ। उहाँ हुनुहुन्छ गोमदेव तारामोले बनाउनु भएको र उहाँ ठुलो लुम्पेक गुल्मीदेखि हुनुहुँदो रहेछ। 2067मा बनाउनु भएको रहेछ। यो शिल्पकला तयार गर्नुभएको एकदमै राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ।
हामीले देख्न सक्छौँ। ल अगाडि बढ्न चाहन्छौँ हामी बल बहाउँछ। डुबाउँछ मजा त्यहाँ डुबाउँछ डुबो ल डुबो पानी नभए पनि डुबाउँछ गइन्छ नेपालको शिल्पकार अरनिको मलाई एकदम भोक लागेको महसुस भइरहेको छ। हेर्नुहोस् तपाईँले यो एकदमै राम्रो शरीरको लागि स्फूर्ति दिने खालको छ। यसलाई राम्रोसँग खान सक्नुहुन्छ। अच्छा है। अब हामीले आधीभन्दा धेरै घुमेर भइसकेका छौँ दर्शक महानुभावहरू। अब हामी यो देख्न सक्नुहुन्छ उता, त्यसलाई भ्यू टावर भन्न सक्छौँ र भन्छौँ भने। आउनुहोस् दर्शक महानुभावहरू, हामी पनि हेरौँ कस्तो देखिन्छ। टाढा टाढाका ठाउँहरू हेर्न सकिन्छ यहाँ माथिबाट र खिच्न सकिन्छ। आफ्नो क्यामेरामा क्याप्चर गरेर राख्न सकिन्छ भविष्यको लागि। र जाउँ आउनुहोस्, हामीले आज यो गन्दै जान्छौँ। कतिवटा सिडी छ यो टावरमा र सुरु गर्छौँ यहाँदेखि। 1 2 3 4 5 6 7 8 यहाँसम्म 34वटा सिडीहरू रहेको छौँ र यहाँदेखि हामीले देख्न सक्छौँ। उता हेर्नुहोस्, एकदमै राम्रो जङ्गलहरू देख्न सकिन्छ। र यता हेर्नुहोस्, हामीले सहर बजारहरू देख्न सकिन्छ। र हामीले यो देखिरहेको सहर बजारहरू बुटोलको गोल पार्क सहर हो। र यता गर्दै जाँदा यताको बजार चाहिँ ट्राफिक चौक, मिलन चौक हुँदै चौराहा गर्दै तलसम्म रहेको छ। एकदमै सुन्दर नगरी बुटोल हामीले देख्न सक्छौँ दर्शक महानुभावहरू। हजुरहरूले हेर्न सक्नुहुन्छ, उहाँ एकजना महिला हुनुहुन्छ। उहाँले आफ्नो बच्चालाई धकेलिरहनु भएको छ। किन थाहा छ? यसको कारण के हो थाहा छ हजुरलाई? हजुरले कसरी बुझ्न सक्नुहुन्छ? हेर्नुहोस् त्यो गाडीको हालत। ल स्टेसन आएर ल तपाईँ यो नेपालको दृश्य हेर्दै हुनुहुन्छ।
हेर्दै हुनुहुन्छ भने हेर्नुहोस् आफ्नो मम्मीले आफ्नो बच्चाले गाडीमा धकेलिरहेको छ त्यो पनि गाडीको हालत हेर्नुहोस् गाडीको हालत कस्तो छ स्टप दर्शक महानुभावहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यता हेर्नुहोस् एकदमै रमाइला झुलाहरू एकदमै राखिएका छन् पिङहरू राखिएका छन् ढेकुल्चाइ राखिएका छन् अनि हवाईजहाजहरू राखिएका छन् रमाइलो तरिकाले खेल्न सक्नुहुन्छ तपाईँहरू आउनुहोस् दर्शक महानुभावहरू खेल्नुहोस् म त खेल्न सुरु गरिहालेँ तपाईँहरू पनि खेल्न सुरु गर्नुहोस् बाबुहरू हजुरले देख्न सक्नुहुन्छ यहाँ अर्को महानुभावहरूले पनि फेरि आनन्द मजा लिइरहनु भएको छ यति भन्न चाहन्छु डोन्ट डिस्टर्ब मी मलाई त रियाक्ट लाग्यो क्या भोक लागेको मलाई पनि भोक लाग्छ ब्याकग्राउन्ड slowly